Welcome to the episode number 6 of Python series in Nepali. धेरै धेरै स्वागत छ यो भिडियोमा। लास्ट भिडियोमा हामीले स्ट्रिङ्सका रिलेटेड केही कुराहरू पढेका थियौँ। स्ट्रिङको इन्ट्रोडक्सन प्लस स्ट्रिङलाई स्लाइसिङहरू गर्ने, कसरी स्ट्रिङलाई हामीले प्रिन्ट गर्न सकिन्छ टुक्रा टुक्रा पारेर, किनकि हामी स्ट्रिङ्सलाई के पढ्दैछौँ पाइथनमा, इट इज इम्युटेबल। इम्युटेबल भनेको चेन्ज गर्न नमिल्ने खालको कुराहरू है त। भनेपछि अब यसमा केही मेथड्सहरू पनि छ। स्ट्रिङलाई हामीले अझै के गर्न सकिन्छ त, त्यसको लेन्थ फाइन्ड गर्न सकिन्छ कि होइन, त्यस्ता कुराहरू हामीले यहाँनिर हेर्न पाउँछौँ। जस्तै फर इक्जाम्पल यु क्यान चेक इट लाइक, यहाँ मैले कुनै एउटा नयाँ चिज गर्नेवाला छैन, जस्ट एउटा इक्जाम्पल है त। सो सो लेट्स से st इक्वल्स like I am doing of Roshan. Okay, so if I want to find the length of this string, I can do length of st. Okay, यसलाई मैले रन गरेँ भने यसले दिन्छ मलाई 6, or I can say I can use the print function also for this. Okay, so it will provide me the length is 6. So if I want to still keep the message like the length of the string is, then you can see like I have used here single quotes. Yes, so the length of string is 6 भनेर यसरी तपाईलाई देखाइदिन्छ है त। सो यो एउटा लेन्थ मेथडको कुरा भयो। त्यस्तै गरी यस्ता खालको अरू अरू पनि कुराहरू छन्। जस्तै हामीले चाहिँ कन्स्ट्रक्टरका रूपमा, कन्स्ट्रक्टर भनेपछि तपाईँलाई हामीले अब्जेक्ट्सका रूपमा मेथड्सहरूलाई युज गर्नेछौँ। जस्तै तपाईँले इक्जाम्पलको रूपमा यहाँ देख्न सक्नुहुन्छ एन्ड्स विथको। एन्ड्स विथले हामीले जस्तै कुरा गरेपछि यहाँनिर str1 मा वाउ भनेर लास्टमा छ, अनि त्यसपछि एउटा अझै भेरिएबलमा हामीले एउटा स्ट्रिङ कन्स्ट्यान्ट स्ट्रिङ दिएको छ वाउ भनेर है त। अब यो स्ट्रिङ यसको एन्डमा छ कि छैन भन्ने कुरा उसले दिन्छ है त। सो फर इक्जाम्पल्स यसको एक्जिस्टेन्स हामीले चेक गर्ने हो है त। लाइक वी क्यान सी f इक्वल्स टु rtx वाउ भनेर मैले लेखेको छु, र एउटा म इनपुट लिन्छु युजरसँग जुन SUF-मा हामी स्टोर गर्नेवाला छौँ, र चेक गर्छौँ इफ द्याट पर्टिकुलर फर्स्ट स्ट्रिङमा है त, कुन चाहिँ स्ट्रिङमा गर्नुपर्ने हो त्यसलाई चाहिँ हामीले यहाँनिर हाल्छौँ। सो f इज द फर्स्ट स्ट्रिङ। सो यो f स्ट्रिङमा चाहिँ हामीले दिएको अर्को सेकेन्डरी स्ट्रिङ छ कि छैन त भन्ने कुरा चेक गर्ने हो। हामीले स्पेसिफिक पोजिसन पनि दिन सक्छौँ है त। जस्तै तपाईँले यहाँ देख्न सक्नुहुन्छ सुफिक्स, बिगिनिङ पोइन्ट एन्ड एन्डिङ पोइन्ट। एन्डिङमा हामीले लेन्थ अफ स्ट्रिङ पनि फाइन्ड आउट गरेर त्यहाँनिर म्याक्सिमम नम्बर पनि हाल्न सक्छौँ, जस्तै तपाईँले यहाँ देख्न सकिराख्नु भएको छ है त। सो लेट्स डु इट वन्स। लाइक यु क्यान से यसलाई मैले रन गरेर चेक गरेँ। सो इट्स सोइङ द्याट हामीले इन्टर द सुफिक्स भनेर भन्दैछ। सो वाट आई वान्ट टु पुट इज WO वाउ। सो इफ आई एन्टर दिस, इट डज नट एक्जिस्ट भनेर देखाइरहेको छ। किन भन्दाखेरि लास्ट एन्ड्स विथ भनेर त ठिक छ, लास्टमा त वाउ भनेर एन्ड त भएको छ, बट वी हेभ युज्ड हियर प्यारामिटर लाइक बिगिनिङ कहाँदेखि गर्ने हो र एन्डिङ कहाँनिर कुरा हामी गर्दैछौँ है त। एन्डिङ कहाँनिर हुन्छ हाम्रो भनेपछि काउन्ट गरौँ है त। आर भनेपछि 0बाट स्टार्ट भयो। सो 0 1 2 स्पेसलाई पनि काउन्ट गरिन्छ, 3 4 एन्ड 5 भनेको हाम्रो के हो, 0 ओ हो। अनि त्यसपछि त्योभन्दा अगाडि 2 कहाँबाट स्टार्ट भएको छ, 0 1 2 एक्सबाट स्टार्ट भएको छ। सो लेट्स गिभ इनपुट लाइक हामीले एक्सबाट इनपुट दिउँ, एक्स स्पेस डब्लु भनेर मैले इन्टर गर्ने बित्तिकै, अब किनकि हामीले एन्ड लेख्दाखेरि जहिले पनि एन्डलाई लिँदैन, एन्डभन्दा अलिकति अगाडिको लिन्छ। प्रिभियस भिडियोमा पनि हामीले कुरा गरेको छौँ, 5 लेखेको छ भने 4 सम्म लिन्छ। भनेपछि हाम्रो कुन कुन हो, एक्स भनेको 2 हो, स्पेस भनेको 3 हो, र डब्लु भनेको चाहिँ 4 हो। सो लेट्स से यस इट एक्जिस्ट भनेर हाम्रो आएको छ कुरा। सो यो इफ स्टेटमेन्ट चाहिँ हाम्रो यसरी लेखिन्छ। प्रिभियसली अरू अरू ल्याङ्ग्वेजमा चाहिँ यहाँनिर ब्राकेट पनि दिइन्थ्यो होइन, अनि त्यसपछि यहाँ आइडेन्टेसनको पनि कुराहरू आउँछ। यदि मैले इफ लेखेँ भने आइडेन्टेसन हुन्छ, र यसमा कुनै कर्ली ब्राकेट्सहरूका कुराहरू पनि हुँदैन, एन्डिङ ब्रेसेसहरू पनि युज हामी गर्दैनौँ। सो आइडेन्टेसन युज गरिन्छ। आइडेन्टेसनको भिडियो अलरेडी मैले बनाइसकेको छु, यु क्यान चेक आउट द प्लेलिस्ट है त। सो अहिले यहाँ त्यो धेरै भनिराख्नु परेन। सो इफ दिस कन्डिसन is true, then it will print this statement. Otherwise, it will print it does not exist हैन त, सिम्पल कुरा छ। एल्स सो भनेपछि हामी इफ एल्स पनि पढ्ने नै वाला छौँ। अहिले हामी आउँदो भिडियोमा हेर्नेछौँ डिटेलमा अरू अरू इक्जाम्पलको सहित। तर अहिले हामीले जस्ट सिम्पली यसलाई इफलाई युज गरेर तपाईँहरूलाई देखाउन खोजेको छु। यदि हामीले इफ युज नगर्न पनि सक्छौँ,
लाइक यु क्यान से हामीले के गर्न मिल्छ भन्दाखेरि चाहिँ प्रिन्ट गर्न मिल्छ। यसले ट्रु र फल्समा एन्सरलाई प्रिन्ट गरिदिन्छ है। जस्तै प्रिन्ट ट्रु और फल्सको सट्टामा मैले चाहिँ इफ लगाएर त्यहाँ इट एक्जिस्ट एन्ड इट डज नट एक्जिस्ट भनेर प्रिन्ट गर्न लाएको मात्रै हो। सो लेट्स सी लाइक हामीले यहाँनिर 2 है त एक्स र एक्स स्पेस डब्लु लेखेपछि आयो। अब मैले यदि चाहन्छु मानिलिनुहोस् जस्ट एसयुएफ मात्र भनेर लेखेँ। अब इफ आई रन दिस नाउ आई विल से डब्लु अब अघिको कुरा है त एक्स डट डब्लु मैले लेखेँ है त। सो इट डज नट एक्जिस्ट देखाउँछ। किन भन्दाखेरि हाम्रो सुफिक्समा के इनपुट हामीले दियौँ भन्दाखेरि एक्स डट डब्लु, तर लास्टमा एफको लास्टमा एक्स डट डब्लु छ त, एक्स स्पेस डब्लु छ त छैन। सो छैन भने यसले कसरी तपाईँलाई एक्जिस्ट छ भनेर देखाउन सक्छ त। सो लेट्स से लाइक हामी अब लेखौँ वाउ। ओके, हामीले स्मल लेटर पनि लेख्यो भने यसले लिँदैन है त। लेट्स गिभ इट डज नट एक्जिस्ट भन्दैछ। सो यदि हामीले एक्ज्याक्टली स्ट्रिङ दिन्छौँ भने इट एक्जिस्ट, यस इट एक्जिस्ट। यदि मैले सिम्पल एउटा डब्लु मात्र पनि मैले एन्टर गरिदिएँ भने यस इट एक्जिस्ट भनेर देखाउँछ। भनेपछि उसले एउटा अब यो मैले होल स्ट्रिङ गरेँ भने होल स्ट्रिङलाई त अफकोर्स त्यसले गर्छ, जसलाई म तपाईँलाई देखाउन सक्छु। हेर्नु मैले लास्टमा डब्लु छ, यहाँ मैले इट एक्जिस्ट भनेर देखाइरहेको छ। अब यसमा मैले एक्सक्लेमेसन मार्क्स हालिदिएँ भने अब के हुन्छ भन्दाखेरि मैले एक्सक्लेमेसन मार्क्स दिँदा पनि यसले इट एक्जिस्ट भन्छ र वाउ है त वाउ एक्सक्लेमेसन मार्क्स दिएर मैले इन्टर गरेर चाहिँ इट एक्जिस्ट भन्छ। बट इफ आई गिभ लाइक स्पेलिङ मैले मिस्टेक गरिदिएँ है त। जस्तै यो ओलाई क्यापिटल गरिदिएँ, डब्लु गरिदिएँ अनि यो गरिदिएँ। सो इट डज नट एक्जिस्ट, किनकि यस्तो खालको कुनै पनि एक्ज्याक्ट स्ट्रिङलाई मात्रै यसले कम्पेयर गरेर अनि त्यसपछि तपाईँलाई हो होइन भनेर एन्सर दिन्छ। सो दिस वाज अल अबाउट एन्ड्स विथ है त। सो एन्ड्स विथ एन्डमा छ कि छैन भन्ने कुरा हुन्छ। अर्को छ स्टार्ट्स विथ है त। स्टार्ट्स विथ भनेको सुरुमा है त। सुरुमा त्यो स्ट्रिङ छ कि छैन भनेर चेक गर्ने हो। सो लेट्स गिभ एन एक्जाम्पल अफ इट। लाइक सुफिक्समा के त भन्दाखेरि आरटी सरी आरटी भनेर अब आर मात्र गरौँ। यस इट डज नट एक्जिस्ट भन्छ। किन भन्दाखेरि हामीले के गरेको छौँ यहाँनिर प्यारामिटर दिएको छौँ, बिगिनिङ दिएको छौँ, एन्डिङ दिएको छौँ, 2 देखि लिएर 4 सम्म भनेपछि 5 लेखेको छ, किनकि 5 दियो भने अनि 4 सम्म भन्ने कुरा आउँछ है। सो 4 दिने वी वर टकिङ अबाउट लाइक स्टार्ट्स विथ है त। स्टार्ट्स विथ भनेपछि हामीले बिगिनिङ के लेखेको छ 2, सो 0 1 2 एक्सबाट 5 सम्म द्याट मिन्स 4 एक्स स्पेस डब्लुसम्म है त। सो हाम्रो स्टार्टिङ केबाट भइरहेको छ भन्दाखेरि एक्सबाट। सो इफ आई क्लिक हियर एक्स, यस इट एक्जिस्ट। बट इफ आई से म भन्छु स्पेस, सो स्पेसबाट सुरु भएको त होइन। अब मैले यदि भन्छु एक्स स्पेस सरी स्पेस डब्लु देन इट विल से इट एक्जिस्ट, किनकि हामीले यही एक्ज्याक्टली पोइन्ट खोजेको हो। बट यदि मैले यो कुरालाई हटाइदिएँ, लाइक मैले यस्तो खालको कुरा गरिदिएँ भने अब यसलाई मैले के गर्नुपर्ने हुन्छ आरबाट, यस इट एक्जिस्ट। हेर्नु है आरटी भनेर म गर्छु, यस इट एक्जिस्ट। त्यस्तै गरी मैले यदि टीबाट स्टार्ट भएको छ भने होइन, यो टीबाट स्टार्ट भएको छैन, यो आरबाट स्टार्ट भएको छ भनेर भन्छ है त। सो यु क्यान से लाइक यु क्यान प्रिन्ट लाइक दिस अल्सो, यसरी पनि तपाईँले प्रिन्ट गर्न सक्नुहुन्छ। यदि मैले यहाँनिर टी भनेर भने यसले भन्छ यस इट डज नट एक्जिस्ट, इट एक्जिस्ट फ्रम, यसरी भन्न सकिन्छ इट इट एक्जिस्ट फ्रम आई भएछ, इट एक्जिस्ट फ्रम दिस भनेर भन्न सकिन्छ। लाइक आई क्यान से एक्स भनेर दियो भने इट डज नट एक्जिस्ट, इट एक्जिस्ट फ्रम आरटिएक्स वाउ भनेर भनिन्छ है त। सो यसरी पनि तपाईँले यो म्यासेज हो जसरी पनि प्रिन्ट गर्न सक्नुहुन्छ होइन। सो इन दिस वे स्टार्ट्स विथले चाहिँ यसरी काम गर्छ। हामीले यहाँ सिन्ट्याक्स देख्न सक्छौँ सुफिक्स, द्याट मिन्स हामीले जुन सुफिक्समा लेख्नुपर्ने हो, सरी इट्स हियर लाइक यु क्यान चेक इट, स्टार्ट्स विथ यहाँ छ है त। सो एउटा स्ट्रिङ जुन स्ट्रिङमा तपाईँ चेक गर्न चाहनुहुन्छ त्यो र बिगिनिङ र एन्डिङको कुरा दिनु पऱ्यो तपाईँले। यति गरेपछि हाम्रो स्टार्ट्स विथको कुरा पनि कम्प्लिट रहन्छ है त, छ छैन भन्ने कुरा है त। नेक्स्ट भन्दाखेरि हामीले रिप्लेस, हामीले के गर्न मिल्छ भन्दाखेरि रिप्लेस है त। स्ट्रिङलाई डाइरेक्टली होल स्ट्रिङलाई अथवा कुनै पनि पर्टिकुलर लेटरलाई हामीले रिप्लेस गर्न मिल्दो रहेछ है त।
So okay, let's check that replace also. हामीले यहाँनिर एउटा इक्जाम्पल अलरेडी सेट गरेर राखेका छौँ टाइम बचत गर्नको लागि. So x equals to RT sir space RT sir is very good at Python. So RT sir is awesome भनेर मैले लेखेको छु एउटा स्ट्रिङ x मा. So अब यसलाई मैले रिप्लेस गर्दै गर्ने हो भने लेट्स सी हियर. अब हेर्नुहोस् है, यो सुरु हेर्नुहोस् आरटीएक्स एक्स डट रिप्लेस आरटी भनेको छु मैले त. अब यसको यो बुझ्नुभन्दा अगाडि एउटा यो कुरा बुझिहालौँ. ओल्ड हामीले ओल्ड स्ट्रिङ दिनु पर्यो, त्यसपछि कमा न्यू स्ट्रिङ दिनु पर्यो, त्यसपछि म्याक्सिमम नम्बर अफ रिपिटेसन कतिवटा छ त त्यो अनुसारले यसले रिप्लेस गर्छ. जस्तै तपाईँ यहाँ हेर्नुहोस् रिप्लेस आरटी है त, यहाँ भएको स्ट्रिङ मध्येमा आरटीलाई रिप्लेस गरेर आरटीएक्स राख्ने रे. आरटीएक्स राख्ने तर कतिवटा भन्दाखेरि एउटा मात्र राख्ने, एकचोटि मात्र गर्ने भन्न खोजेको है त. अब यहाँनिर टन्नै आरटी हुनसक्छ, धेरै आरटी हुनसक्छ. सो एउटा मात्र आरटीलाई हामीले चेन्ज गर्ने जुन फर्स्टको हुन्छ है त, फर्स्ट इन फर्स्ट आउटवाला सिस्टम हो यो, फिफो मेथड पनि भनिन्छ यसलाई. फर्स्ट इन फर्स्ट आउटवाला कुरा छ. सो आरटी कमा आरटिएस अनि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ एउटा आरटी यहाँबाट है त, यो स्ट्रिङ पढ्नुहोस् आरटिएक्स सर, अनि त्यसपछि अर्को आरटी पनि छ तर यसलाई यसले रिप्लेस गरेको छैन किनकि हामीले 1 दिएको छौँ. तर यदि हामीले यहाँनिर 2 दिन्छौँ भने के होला त, लेट्स सी. अब हेर्नुहोस् है त, यसमा आरटिएक्स सर एकचोटि, आरटिएक्स सर दुईचोटि है. अब अर्कोमा के लेखेको छ हामीले लेन्थ अफ एक्स. लेन्थ अफ एक्स भने के हो भन्दाखेरि यसको टोटल लेन्थ, यसमा कतिवटा छ त्यो कुरा हो है त. यसलाई म लेन्थ पनि प्रिन्ट गरिदिन्छु. सो कतिवटा फाइन्ड आउट हामीलाई भइहाल्छ. लेन अफ एक्स. सो लेट्स प्रिन्ट दिस भनेपछि कतिवटा छ 57वटा छ. सो 57. अब हामीलाई एक्ज्याक्टली त थाहा हुँदैन स्ट्रिङ के हो भनेर. अहिले त यहाँ मैले कन्स्ट्यान्ट दिएको छु, तपाईँलाई थाहा भइहाल्छ ल, ठिक छ, काउन्ट गर्न सक्नुहुन्छ. बट यदि हामीले इनपुट लिँदैछ युजरसँग त्यति बेला हामीलाई थाहा हुँदैन है. सो कतिचोटि के रिपिट भइरहेको छ त्यो म्याक्सिमम लेन्थ थाहा हुँदैन. त्यही भएर हामीले अहिले के भन्न सक्छौँ भन्दाखेरि यदि हामीलाई अल द अकरेन्स है त, इट रिप्लेसेस अल द अकरेन्स. इफ तपाईँले म्याक्स लेख्नु भएको छ भने इट विल रिप्लेस अल द अकरेन्स अफ द्याट ओल्ड स्ट्रिङ्स पर्टिकुलर डेटा है त. त यहाँ के हेर्न सक्नुहुन्छ भन्दाखेरि आरटिएक्स सर, आरटिएक्स सर अनि त्यसपछि लास्टमा आरटिएक्स बचेको छ, यसलाई गरेको छैन किनकि हामीले यहाँ 2 लेखेको छ. त्यसपछि हामीले प्रिन्ट गर्यो लेन्थ अफ एक्स, द्याट मिन्स द्याट इज 57. अनि अर्को छ आरटिएक्स सर. हेर मैले लेन्थ अफ एक्स लेख्दाखेरि जति छ सबैलाई चेन्ज गरिदियो, अल अकरेन्स आरटिएक्स आरटिएक्स. तपाईँले कतै पनि अब आरटी भेट्न पाउनुहुन्न किनकि हामीले के गरेको छौँ यहाँनिर लास्टमा द म्याक्सिमम अकरेन्स लेखेको छौँ. म्याक्सिमम अकरेन्स इज maximum number of your particular string है त. सो इन दिस वे यसरी हाम्रो रिप्लेस मेथड काम गर्छ. त्यस्तै गरी अर्को छ स्प्लिट है त. अब स्प्लिट के भन्दाखेरि हामीले एउटा सेन्टेन्स लेख्यौँ नेम इक्वल्स टु राम ह्याज ए गुड ह्यान्ड राइटिङ भनेर लेख्यौँ. अब यसलाई हामीले यदि रन गर्दाखेरि यसरी देखेको छौँ, जस्तै स्प्लिट गर्ने रे. के हेरेर स्प्लिट गर्ने भन्दाखेरि स्पेस हेरेर हुन्छ कि केही पर्टिकुलर एउटा मार्क दिनु पर्यो हामीले, त्यो मार्कलाई हेरेर अनि त्यसपछि स्प्लिट गर्ने हो है त. सो लेट्स चेक लाइक कतिचोटि रिपिट गर्ने त्यो पनि हामीले दिनुपर्ने हुन्छ प्यारामिटरमा. सो स्प्लिट नेम डट स्प्लिट अफ अनि यहाँनिर हामीले स्पेस दिएको छु. सो यहाँनिर जति स्पेस छ हरेक स्पेसमा लाई चाहिँ हामीले के गर्छौँ सेपरेट गर्छौँ. लेट्स सी यहाँ हेर्नुहोस् है त. सो राम कमा अनि ह्याज ए गुड ह्यान्ड राइटिङ, यसलाई सेपरेट स्ट्रिङ पारिदियो. यो एउटा स्ट्रिङ भयो, यो अर्को स्ट्रिङ भयो भनेपछि एउटा मात्र भनेको छु है त, एउटा स्पेसलाई मात्र कन्सिडर गर भनेको. अर्को छ नेम डट स्प्लिट भनेको स्पेसलाई हेर अनि कतिवटालाई कन्सिडर, कतिवटा स्प्लिटिङ गर भन्दाखेरि दुईवटा स्प्लिटिङ गरे. सो राम पनि राम अलग भयो, ह्याज अलग भयो अनि गुड ह्यान्ड राइटिङ अलग भयो है त. सो कतिवटा स्पेस हेर्ने भनेर त्यसको नम्बर हो है यो त. कतिवटा हामी स्ट्रिङ बनाउँछ त्यसको नम्बर चाहिँ होइन पक्कै पनि है. सो तपाईँले के हेर्न सक्नुहुन्छ भन्दाखेरि जस्तै अब मैले यहाँ फेरि त्यही कुरा युज गरेको छु लेन्थ अफ नेम. अब लेन्थ अफ नेम भनेको त के हो भन्दाखेरि यसको म्याक्सिमम नम्बर अफ लेन्थ अफ द स्ट्रिङ. सो म्याक्सिमम नम्बर अफ लेन्थ अफ स्ट्रिङ गर्दाखेरि यहाँनिर के छ जतिवटा छ टोटल, त्यो टोटल कतिवटा हुनसक्छ मेबी. अब यहाँ पनि हामीले लेन्थ अफ नेम भनेर यसरी प्रिन्ट गरिदिन्छौँ भने कति आउला भन्दाखेरि हामी हेर्न सक्छौँ. सी ओके, प्रिन्ट गर्नुपर्ने हुन्छ मलाई अनि मात्र यसले देखाउँछ. सो लेट्स डु दिस वन्स है त. 24वटा. सो म्याक्सिमम लेन्थ के छ 24. सो हामीलाई एक्ज्याक्टली त थाहा हुँदैन अघि भने जस्तै हो यो पनि. सो स्प्लिट विथ स्पेस. अब यदि मैले यहाँनिर स्पेस नदिएर के गर्न सक्छु भन्दाखेरि जहाँ एम छ त्यहाँबाट स्पेस रिप्लेस गर्नु अरे. ओके, सो आरए त्यसपछि अनि बाँकीकोलाई यता हालिदिएको छ, यसो गरेको छ है. सो यसो नगरेर मैले चाहिँ अब एउटा भ्यालिड इक्जाम्पल दिनुपर्ने हुन्छ, त्यही भएर मैले स्पेसलाई कन्सिडर गरेँ अनि यो तरिकाले हामीले
हेर्न सक्छौँ। राम इज अलग स्ट्रिङ भयो, ह्याज अलग छ, गुड अलग छ, ह्यान्ड अलग छ। सो अलग अलग स्पेस हेरेर कतिवटा स्पेसलाई हेर्ने हो त्यो पनि हामीले दिन सकिन्छ। सो इन दिस वे हामीले स्ट्रिङलाई स्प्लिट गर्न सक्छौँ। ओके, सो इन द्याट वे अझै हामीसँग जस्तै केही कुरा छ अझै एउटा, जस्तै फाइन्ड भने हुन त हामीसँग टन्नै छ यहाँनिर, त्यो पनि हेर्ने नै छ वान बाई वान। सो लेट्स चेक फर फाइन्ड। फाइन्ड पनि त्यसरी नै काम गर्छ, लाइक वी हेभ टु गिभ द स्ट्रिङ वान प्यारामिटर, स्टार्टिङ पोइन्ट एन्डिङ पोइन्ट है त। एन्डिङमा हामी लेन्थ अफ स्ट्रिङ राख्न सक्छौँ। सो यहाँ हेर्न सक्नुहुन्छ तपाईँले, मैले के दिएको छु, T1मा दिस इज स्ट्रिङ इक्जाम्पल्स वाउ भनेर दिएको छु, अनि T2मा एक्जाम दिएको छु। भनेपछि यो T1मा T2 छ कि छैन भन्ने कुरा फाइन्ड गर्ने हो कि। अब यहाँनिर आई क्यान से लाइक, म यहाँनिर इनपुट पनि लिन सक्छु युजरसँग। सो क्यान से इन्टर द स्ट्रिङ यु वान टु सर्च। ठिक छ, यसरी मैले इनपुट दिएँ। अब जब मैले यहाँनिर के दिन्छु भन्दाखेरि इक्जाम भनेर दिएँ। ठिक छ, इक्जाम दिने बित्तिकै के भन्यो यसले भन्दाखेरि -1 दियो। -1 भनेको के हो भन्दाखेरि छैन भन्न खोजेको है त। किन छैन भनौँ, अनि तल चाहिँ 15 देखाएको छ। 15 भनेको मतलब 15th पोजिसनमा छ, 15th इन्डेक्समा छ भनेको यो। दिस इज द 15th इन्डेक्स, यु क्यान सी। म तपाईँलाई प्रिन्ट पनि गरेर देखाइदिन्छु एकचोटि। लाइक T1 अफ 15, यो कुरा हामीले लास्ट भिडियोहरूमा डिस्कस गरिसकेका छौँ किन कसरी काम गर्छ भनेर। सो लेट्स सी लाइक इक्जाम है त। यहाँ हेर्न सक्नुहुन्छ ई। सो ई इज आवर 15th पोजिसन, अनि यो 15th पोजिसनलाई चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि प्रिन्ट गरिदियो, अनि ई आयो है त। अनि यसले के भन्यो भन्दाखेरि इक्जाम कहाँ भेट्यो भन्दाखेरि 15th पोजिसनमा। सो दिस इज द इक्जाम। यसरी यसले सर्च गरेर तपाईँलाई बताइदिन्छ पर्टिकुलर एड्रेसमा छ। तर हामीले यो सेन्टेन्समा चाहिँ, यो स्टेटमेन्टमा चाहिँ के गरेको छ भन्दाखेरि T1 डट फाइन्ड, अनि T2लाई फाइन्ड गर्ने रे T1मा है त। अनि कहाँबाट स्टार्ट गर्ने भन्दाखेरि 1 देखि स्टार्ट गर्ने 10 छ। 1 देखि 10 इन्डेक्ससम्म छ त छैन नि। सो छैन भने त्यही भएर यहाँनिर -1 देखाएको। अनि अनि त्यसपछि हामीले यसमा चाहिँ के गरेको छौँ, होल T2लाई गरेको छौँ है त। T2 यतिकै लेखेको छ हामीले, कुनै पनि इन्डेक्स दिएको छैनौँ, सबै हेर्ने भनेको। T1मा जति पनि छ सबै हेर्ने भनेर भनेको। सो यसले के गरिरहेको छ, T1मा एज अ होल उसले सर्च गर्छ अनि हेर्छ कहाँ भेट्यो, 15th भेट्यो। सो वान बाई वान यसले 15 प्रिन्ट गरिदियो, अनि यो हामीले त अहिले भर्खर हाल्यौँ, त्यो कुरा भयो। ओके, सो यो कुराहरू छ। त्यस्तै गरी एउटा सानो इक्जाम्पल्स अझै छ है, अलिकति लङ भिडियो हुन्छ, केही छैन, हेर्नु होला। केही बुझिराख्नु भएको छैन भने तपाईँ कमेन्ट आउट गर्न सक्नुहुन्छ। नेक्स्ट भिडियोमा फेरि यसको बारेमा डिस्कस गर्ने नै छौँ। सो आई विल एप्रिसिएट योर कमेन्ट। तर अझै पनि तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन, सब्सक्राइब गरिहाल्नुहोस्। यस्तै यस्तै नयाँ प्रोग्रामिङको भिडियोजहरू म हाल्ने नै छु, सिरिजहरू बनाएर तपाईँको लागि अफकोर्स हेल्पफुल हुने नै छ। सो ओके, सो हामी के कुरा गर्दै थियौँ, अल नम। ओके, सो हामीले यो मेथड्सहरू पनि युज गर्न मिल्यो। जस्तै एक्स इज इक्वल टु रोसन भनेर लेखेको छु। सो एक्स डट इज दिस एक्स string alphanumeric? It's showing true. Now I can say like I have 1 2 3. Okay, so let's see, showing true. Okay, त्यस्तै गरी यहाँ मैले के लेखेँ भन्दाखेरि नि 1 लेखेँ। सो लेट्स से इट इज showing again true. यहाँ मैले के लेखेँ भन्दाखेरि अब जस्तै यहाँनिर तपाईँ हेर्न सक्नुहुन्छ इज एल्नम भनेर। सो इट विल रिटर्न ट्रू if all the characters in string are alphanumeric and there is at least one character. Okay, now I can say 1 मात्र दिँदा यसले पनि ट्रू दिएको थियो, किनकि यसले एउटा स्पेसलाई पनि कन्सिडर गर्न सक्छ। सो आई क्यान से लाइक @ ओके, सो @ मैले हाल्ने बित्तिकै यसले के भन्यो, हामीले त सिम्बलको कुरा गरेको छैनौँ, आई वाज जस्ट टकिङ अबाउट द नम्बर्स। या त नम्बर हुनु पर्यो या त क्यारेक्टर हुनु पर्यो है, अनि मात्र उसले ट्रू दिन्छ। अब मैले ए दिएँ, सो यसले ट्रू दिन्छ हामीलाई। त्यस्तै गरी या त अल्फान्युमेरिक हुनु पर्यो, या त अल्फाबेट हुनु पर्यो, या त नम्बर हुनु पर्यो, अनि मात्र उसले ट्रू दिन्छ। दुइटै भयो भने ट्रू दिन्छ। सी ट्रू दियो भनेपछि यदि सिम्बल्स हामी दिन्छौँ, जस्तै मैले स्ल्यास दिएँ, सो इट्स सोइङ एरर, बिकज एररको स्ल्यासको अर्कै काम हुन्छ। सो आई एम गिभिङ डिभाइड। ओके, सो सी हामीलाई फल्स दिइरहेको छ भनेपछि हामीले अल नमले के गर्न सकिन्छ भन्दाखेरि अल्फा न्युमेरिक क्यारेक्टरलाई यसले जज गर्छ। त्यस्तै गरी अर्को कुरा हेरौँ, नेक्स्ट वान इज लोवर, is lower. So let's check. Yes, true. Everything is lower. But if I say here
क्यापिटलमा दियो भने यसले फल्स गरिदियो भनेपछि लोवर हाम्रो काम गरिरहेको छ। ओके, सो इज लोवर भयो, त्यसपछि इज न्युमेरिक भयो। ओके, सो इट सुड रिटर्न फल्स बिकज वी हेभ रिटर्न अल हियर अल्फाबेट। अब हामीले नम्बर दियो भने चाहिँ यस इट सुड रिटर्न ट्रु। यस इट्स रिटर्निङ ट्रु। सो गुड, इट्स अल्सो वर्किङ। लेट्स से नाउ इज हामीले न्युमेरिक त चेक गर्यो, लेन अलरेडी हामीले चेक गरिसकेको छौँ। सो अर्को लाइक एल स्ट्रिप। अब यसले के भन्दैछ एल स्ट्रिपले भन्दाखेरि इट रिटर्न्स अ कपी अफ स्ट्रिङ इन विच अल क्यारेक्टर्स हेभ बिन स्ट्रिप फ्रम द बिगिनिङ एन्ड एन्ड बोथ अफ द स्ट्रिङ, है त। यस आरटी इज ब्रो, आरटिएक्स। सो सी इट्स गोइङ टु स्ट्रिप द सेम थिङ, है त। सेम थिङ तपाईँले दिनुभयो भने चाहिँ के गरिदिन्छ भन्दाखेरि उसले हराइदिरहेको छ। अब आरटिएक्स इज गोइङ टु डु सम टास्क भनेको छ। अब मैले आरटिएक्सलाई स्ट्रिप गरिदिएँ, है त। आरटिएक्स यसमा थियो, अब वाइलाई यसमा मैले गरेपछि आरटिएक्स गायब भयो। अब वाट इफ आई वान्ट टु से लाइक सम टास्क, सो विल इट रिमुभ दिस? नो, यसले एल स्ट्रिपलाई मात्र गरेको छ। लाइक वाट इफ आई से यहाँनिर हामी आर राखिदिन्छौँ अनि त्यसपछि लास्टको गर्छौँ, है त। सम टास्क, सो विल इट डु? यस इट्स वर्किङ, है त। अब तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि नि आरटिएक्स इज गोइङ टु डु सम टास्क अनि त्यसपछि आर स्ट्रिप गर्दाखेरि एल स्ट्रिप गर्दाखेरि यसले फर्स्टको लागि गायब गरेको थियो। त्यस्तै गरी आर स्ट्रिप गर्दाखेरि चाहिँ राइट साइड, है त। एल भनेपछि लेफ्ट साइड भयो, लेफ्ट स्ट्रिप भयो, लेफ्टबाट हटाउने, अनि आर भनेको राइट साइडबाट हटाउने। त्यस्तै गरी स्ट्रिप मात्र गरियो भने चाहिँ के होला त? सो लेट्स सी, जे छ त्यसैलाई प्रिन्ट गरिदिन्छ यसले लास्ट भ्यालु, है त। सम टास्क गरेर सम टास्कलाई गायब गरिदिन्छ भनेपछि यहाँ मैले अब जस्तै मैले गोइङ लेख, सो गोइङलाई गायब गर्छ त? नो, या त फर्स्टको या त लास्टको। सो विल इट डु? आरटिएक्स, हेर्नुहोस्, है त। ओके, सो आरटिएक्सलाई गायब गरिदियो भनेपछि हामीले यदि एल लेख्यो भने स्पेसिफिकली लेफ्टबाट गर्छ, आर लेख्यो भने राइट साइडबाट गर्छ। यदि हामीले स्ट्रिप मात्र लेख्यो भने त्यो पर्टिकुलर चिजलाई नै उसले स्ट्रिप गर्ने काम गर्छ, कट गर्ने काम गर्छ, है त, विदाउट फाइन्डिङ एनिथिङ। यदि छ भने गर्छ, छैन भने गर्दैन। सो दिस इज अल अबाउट द स्ट्रिङ मेथड्स।